एउटा मोड घुम्ती लिन्छ कि सर हाम्रो जिन्दगी हो कि अब कहाँ पढ्ने कस्तो विषय पढ्दा के हुन्छ भनेर तपाईँलाई गाइड गर्ने मान्छेको अभाव हुन्छ। अब अहिलेको जमानामा त कसैले गर्ला, तर हाम्रो जमानामा त कसैले गर्दैन। र मलाई पनि एउटा मान्छे एउटा शब्द भने भएर मैले कृषि पढेँ भने कृषि क्याम्पसमा जहाँ चितवनमा गएर पढ, तेरो नम्बर पनि ठिक छ, तँलाई पनि ठिक हुन्छ, किसानको सल्लाह जहाँ पढ भने मैले कृषि पढेँ र सानो गाइड पाएँ। त्यस कारणले 10 कक्षा 9 कक्षाका भाइ बहिनीहरूलाई हामीले कुन विषय पढ्दा के हुन्छ र पछि गएर कस्तो बजारको अवस्था छ भन्ने कुरा हामीले चाहिँ सिकाएको राम्रो हुन्छ। अब मूलत तपाईँहरूले अब 10 कक्षा पास गरेपछि तपाईँहरू कहाँ जाने भन्दाखेरि +2 मा जाने अथवा प्राविधिक विषय पढ्न जाने भने दुईटा चोइस हुन्छ। +2 मा जानुहुन्छ भने साइन्स पढ्ने कि ह्युमेनिटिज पढ्ने कि म्यानेजमेन्ट पढ्ने कि के पढ्ने, लमैमा पढ्ने कि घोराइमा पढ्ने कि तुलसीपुर बुटोल काठमाडौँ कहाँ जाने भनेर तपाईँलाई विभिन्न अप्सनहरू आउँछ। त्यसमध्ये बुवा आमाको रुचि, पैसा कति दिन सक्नुहुन्छ, फी कति दिन सक्नुहुन्छ र तपाईँको रुचि सबभन्दा ठुलो कुरा हो। मैले मेरो आफ्नो विचारमा के भने चाहिँ पढ्ने मान्छेको रुचि सबैभन्दा ठुलो कुरा हो है। तपाईँलाई देशमा बसेर काम गर्नु मन छ, कसैले विदेश जाम कि जाम भनेर तपाईँ जानुहुन्छ जान्नुहुन्न। जस्तो आज तपाईँलाई यहाँ आउन मन थियो र आउनुभयो, मन नभए आउनु थिएन। यस्ता सबै कुरा हुन्छन्। सर्वप्रथम के अरे आफ्नो रुचि र आफ्नो ट्यालेन्ट दुईटै कुरा हेर्नुहोस्। म चाहिँ फिजिक्स पढ्छु भन्ने, फिजिक्सको चाहिँ आइन्स्टाइन बन्छु भन्ने जोड घटामै आउँदैन। त्यस्तो मान्छे फिजिक्स पढ्दै के काम हो क्या? ड्राइभिङ गर्छु भन्ने हातै छैन, खुट्टाले पनि ड्राइभ गर्न सकिन्छ होला, कोही कोही मान्छेले गरिरहेको छ संसारमा। तर दुईटा हात नभए मान्छेले म ड्राइभिङ गर्छु भन्दाखेरि रुचि त मिल्यो तर क्षमता मिलेन। त्यसका आफ्नो क्षमता र रुचि दुवै कुरा हेर्नु होला। प्राविधिक विषय भन्दा बित्तिकै कस्तो विषय भन्नुहुन्छ, यो गरी खाने शिक्षा हातको सिप हुन्छ, दिमागमा ज्ञान, दुवै कुरा दिने भावनाले अहिलेको जमाना बजार हेर्दाखेरि के छ, सबैभन्दा बढी जागिरीको अवसर केमा छ भने प्राविधिक विषय पढ्दाखेरि बढी छ। तपाईँले आर्ट्स कमर्स पढ्नुहुन्छ, भोलि लोकसेवा दिन जानुहुन्छ भने 2वटा सिट खोले हुन्छ, 2000 मान्छेलाई त्यहाँ एप्लिकेसन दिन्छ। 1998 जना मान्छेलाई पछारेपछि तपाईँको नाम निस्कियो। तर यहीँ फेरि प्राविधिक ओभरसियर पढ्नु हो, कृषि जे भेटनरी पढ्नु भने 100 जना मान्छेले 5 जना सिटमा 100 जना मान्छेसित लड्नुपर्छ भने उहाँ 2टा सिटको लागि 2000 मान्छेसित लड्नुपर्छ। कम्पिटिसन एकदम बढी छ जनरल विषय पढ्दाखेरि। अब प्राविधिक विषय पढ्दा अर्को फाइदा के छ, हातमा सिप हुने हुँदाखेरि तपाईँ यत्तिकै बेरोजगार बस्न सक्नु पर्दैन। तपाईँले घरमै केही गरेर, गाउँमै केही गरेर, पशुपक्षीलाई उपचार गरेर, तरकारी फलाएर अथवा कसैको चाहिँ नसा पैसा हेरेर, कसैको चाहिँ ठेकेदारको काम गरेर पनि पैसा कमाउन सकिन्छ। जागिरी पाउनु त बेटर हो। जागिरी पाउनु भने स्वरोजगार पनि गर्न सक्छ, आफैले दोकान खोलेर पनि तपाईँ बस्न सक्नुहुन्छ। त्यस कारणले प्राविधिक भोकले मर्दैन भन्ने एउटा कुरा छ। र हाम्रो जस्तो देशमा, हाम्रो देश के छ भने प्रविधिमा एकदम कमजोर छ। हाम्रो देश पछि परेको कारण के, टेक्नोलोजी नभएर त पछि परेको। टेक्नोलोजी भएको भए हाम्रो देश पनि माथि जान्थ्यो, धनी देश बन्न सक्थ्यो भन्ने एउटा चाहिँ सबैले भन्ने कुरा। त्यस कारणले प्रविधिमा कमजोर छ भने यस्तो देशको युवाहरूले के पढ्नु पर्यो भने प्राविधिक विषय पढ्नु पर्यो। अब यहाँ पढ्दाखेरि के हुन्छ भन्नुहुन्छ भने मैले अघि पनि भने दुई थरीको विषय छ। एउटा 18 महिना कार्यक्रम छ जसमा हामी 10,000 रुपियाँ फिस दिन्छौँ, र अर्को छ 3 वर्षीय कार्यक्रम जसमा लगभग 55,000 रुपियाँ फिस छ। त्यो पनि हामीले किस्तामा 6वटा किस्तामा लिन्छ। एकैचोटि तपाईँले पैसा दिनु पर्दैन, 10-12,000 दिएर तपाईँको काम पुरा हुने भन्दाखेरि एकदमै सस्तोमा, देशभरिमा सस्तो फिस हो। यो सरकारी क्याम्पस हो, प्राइभेट होइन। फेरि तपाईँ सोध्नु लागि प्राइभेट मान्छे, हामी सरकारी मान्छे, तर सरकारी पनि एउटा यति नियम बनाइरहेको छ, यति फिस दिनु भनेको छ। त्यो फिसलाई पनि हामीले घटाएर सबैभन्दा देशभरिकै सस्तो फिस बनाएको छ। त्यसमध्ये इन्जिनियरिङ डिपार्टमेन्ट छ, इन्जिनियरिङमा मैले भने अमिन छ, सिभिल सर्भिसेस छ, हाइड्रोपावर छ र सिभिल ओभरसियर छ। त्यसमा 3 वर्षीय कार्यक्रम पनि छ, 18 महिना कार्यक्रम पनि छ। कृषिमा भेटनरी छ, प्लान चाहिँ 3 वर्ष छ, भेटनरी 3 वर्ष र प्लान जेटिएस छ जो 18 महिने, जो एसी फेल भए पनि पढ्न पाइन्छ। तपाईँ भोलि कारणवश एसीमा ब्याक लाग्यो भने हिक्मत नआउनुहोस्, लाज नमान्नुहोस्, यहाँ आउनुहोस्। यहाँ तपाईँले मजाको विषय पढ्न पाउनुहुन्छ र तपाईँ यहाँ पढिसकेपछि प्राविधिक एसएलसी भन्नाले सर्टिफिकेट दिन्छ। त्यही सर्टिफिकेट देखाएर फेरि तपाईँ फेरि त्योभन्दा माथिको शिक्षा डिप्लोमा पनि पढ्न पाउनुहुन्छ, ब्याचलर पनि पढ्न पाउनुहुन्छ। त्यस कारणले तपाईँलाई यो जानकारी दिनको लागि त्यो एरियाबाट बच्चाहरू आयो भने हामी कहाँ पढ्नु, त्यो एरियाको बच्चाहरू किन छुटेको छ